ए अब यहाँ त पुरै अब पसलै छैन हेर्नु न कतै छैन है के हजुरले चुरोट किन्नै बिर्सिनु भयो क्या हो के बोले भाइ के बोले कस्तो होसमै नहुनु भएको उता गर्लफ्रेन्डले टेन्सन दिइरहेको थियो क्या कैसे लोग रहते हैं यार यहाँ पर हजुरलाई उता टेन्सन भएर यता होसै उड्यो जस्तो छ के यहाँबाट पसलै रहन्छ हेर्नु न कस्तो टेन्सन भयो त अनि चुरोट खान पाउनु भएन नि त अनि रात कसरी कटाउने कस्तो टेन्सन भयो यहाँ हो हेर न म भए त रोकिदिन्थेँ होइन नभएर कि ला त्यो एकछिन अगाडि भन्नुभयो भने त रोकिदिइहाल्थ्यो नि बिचरा चुरोट नखाए त मान्छे कसरी बाँच्नु भन्नु त अच्छा